दोस्रो इतिहासको पुस्तकमा हामीले बाइबलमा हेर्यो भने थुप्रै लडाइँहरू प्रार्थनाबाट भन्दा पनि स्तुति प्रशंसाबाट जितेको लडाइँहरू छ। हामी सबैलाई थाहा भएको कुराहरू हो यो। तर एउटा यस्तो घटना प्रभुको वचनमा दोस्रो इतिहास यहुदामा भएको छ है। अनि त्यो घटनामा त्यो लडाइँ चाहिँ स्तुति प्रशंसाबाट जितेको छ। दोस्रो इतिहासको 20 अध्यायमा के दिएको छ भने यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू एसोपात यो राजा थिए यहुदामा। अनि एसोपात यहुदाको विरुद्धमा चाहिँ अब अम्मोनीहरू मोआबीहरू चाहिँ लडाइँ गर्नको लागि आउँदैछन्। सुन्नुहोस् है यहाँ यतिखेर अब यहुदालाई आक्रमण गर्नको लागि चाहिँ को आउँदैछ र मण्डली? मोआबी र अम्मोनीहरू चाहिँ अब यहुदाको विरुद्धमा राजा एसोपातलाई मार्नको लागि चाहिँ अब यहाँ आउँदैछन्। अब यतिखेर अब यो समाचार एसोपात राजाले सुन्छन्। सुन्नुहोस् अब तिनलाई यो समाचार सुनाइयो। कसलाई भन्दा राजालाई सुनाइयो। अब कि एक ठुलो सैन्य दल खारा समुद्र पारी एदोमबाट तिनको विरुद्धमा लडाइँ गर्न आइरहेछ र हासोसोन तामार अर्थात् एन गदीमा पुगिसकेको छ। यस्तो विपदको समाचार सुनेर एसोपातले परमप्रभुको अगुवाई खोज्न अठोट गरे। तिनले सारा यहुदा भरिने अब उपवास घोषणा गरे। अब यहुदाहरू अब हामीलाई मार्नको लागि मोआबी र अम्मोनीहरू आउँदैछ। अब हामी के गर्ने भन्दाखेरि त्यो आपतको समयमा चाहिँ यहुदाहरू चाहिँ एसोपात राजा चाहिँ कहाँ गएको छ मण्डली? परमेश्वर कहाँ गयो? अब अठोट परमेश्वरको योजना खोज्न सुरु गरे। अब त्यो यहुदा भरि नै पवित्र उपवासको घोषणा गरे। हेर्नु चाहिँ थुप्रै लडाइँहरू नि मण्डली हामी प्रार्थनाबाट हामी लड्न असल छ। तर यहाँ एउटा यस्तो मिठो कुरा यहाँ दिएको छ। अब त्यो समाचार सुने अब यहुदाहरूलाई मार्नको लागि अम्मोनी र मोआबी आउँदैछन्। अब परमेश्वरले प्रभुको अगमवक्ताबाट प्रभुले अब आवाज दिनुभयो। अब तैँले एसोपात राजा अब तैँले के खडा गर? वर्शिप झुन्डलाई खडा गर। वर्शिप झुन्डलाई खडा गर। 21 पदमा म जान्छु। तिमीहरूसित सल्लाह गरेपछि तिनले कति जनाले परम प्रभुको स्तुति गान, परमेश्वरको आराधना गर्नको लागि, परमेश्वरको प्रशंसा गर्नको लागि, उहाँको पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अघि अघि गएर गाउनलाई नियुक्त गर। अब यहाँ परमेश्वरले एसोपात राजालाई भन्दै हुनुहुन्छ अब तैँले वर्शिप झुन्डलाई, अहिलेको भाषामा भन्दा वर्शिप झुन्डलाई के गर? खडा गर। स्तुति मलाई प्रशंसा गर। अब त्यो समस्या आएको बिचमा, आपद आएको बिचमा, समस्या र आज सङ्कष्ट त तिमीहरूलाई मार्नको लागि आउँदैछन्। त्यो बिचमा पनि अब तैँले तिमीहरू के गर? प्रशंसा गर। त्यो बिचमा मलाई आराधना गर, मलाई खोज। प्रशंसा गर्नको लागि, अगुवाई गर्नको लागि तैँले कसलाई खोज? कसलाई बना? वर्शिप झुन्डलाई खडा गर। अब वर्शिप झुन्ड त खडा भयो। एसोपात राजाले त्यहाँ वर्शिप झुन्डलाई के गरे? खडा गरे मण्डली। अहिलेको भाषामा वर्शिप झुन्डले खडा गर्यो। अब मिठो कुरा चाहिँ अब यहाँ नियुक्त गरिसकेपछि अब प्रशंसा सुरु भयो। परम प्रभुलाई धन्यवाद देऊ किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। मागेनन् यहाँ आपत आउँदै गर्दा, समस्या आउँदै गर्दा यहुदाहरूले एसोपात राजाले प्रभु हामीलाई विजय दिनुहोस् भनेनन्, मागेनन्। स्तुति प्रशंसामा चाहिँ माग्ने समय होइन मण्डली, माग्ने समय होइन, तर परम प्रभुलाई दिने समय हो। आमेन। परमेश्वरको बढी बढाइ गर्ने यहाँ दिएको न, परम प्रभुलाई धन्यवाद देऊ किनभने परमेश्वरको प्रेम सदाकाल रहिरहन्छ। अब 22 पदमा यस्तो मिठो दिएको छ। तिनीहरूको कस गरे? तिनीहरूको अथवा यहुदाहरूको वर्शिप झुन्ड को प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परम प्रभुले यहुदासँग युद्ध गर्न आएको अम्मोनी, मोआबी र सेयर पर्वतका मानिसहरूलाई अल्मलाई दिनुभयो र उनीहरू परास्त भए। आमेन, हालेलुया। हेर्नुहोस् त, स्तुति प्रशंसाको झुन्डले आराधना गर्ने बित्तिकै पनि होइन लामो आधी घन्टासम्म गइरहेनन्, तर नि
सच्चो हृदयको आराधना एक नै तपाईँको छ भने त्यही आराधना तपाईँको जीवनमा परिवर्तन ल्याउँछ, छुटकारा ल्याउँछ। आमेन। हेर्नुहोस् त, स्तुति प्रशंसाको आवाजले परमप्रभुलाई धन्यवाद देऊ, किनभने परमप्रभु भलो हुनुहुन्छ भन्ने बित्तिकै नि त्यो प्रशंसा प्रभुको कानमा पुग्यो, स्वर्गबाट परमप्रभु झर्नुभयो। आज तपाईँ मेरो प्रशंसाले तपाईँ मेरो जीवनमा छुटकारा ल्याउनेछ। तपाईँ मेरो प्रशंसाले तपाईँ मेरो स्वास्थ्य शैतानको साङ्लाहरू चुट्टिनेछ, शैतानको बन्धनहरू बाँधिने आज बाँधेको कुराहरू खोलिनेछ। हालेलुया। परमेश्वरले हेर्नुहोस् है, यहाँ यहुदाहरूले खुकुरी लिएर गएनन्, बन्दुक लिएर गएनन्, लडाइँ गर्नको लागि सँगसँगै गएनन्, मोआबी र अम्मोनीहरूसँग लडाइँ गर्नको लागि सँगसँगै गएनन्। तर यिनीहरूको वेपन्स, यिनीहरूको के थियो? हतियार चाहिँ आराधना, प्रशंसा थियो। मण्डली, आज स्तुति प्रशंसामा माग्ने समय होइन। तपाईँको लडाइँ चाहिँ तपाईँ यदि अब कुन अवस्थामा भएर गइराख्नु भएको छ हामी जान्दैनौँ, कुन परिस्थिति भएर तपाईँ गइराख्नु भएको छ जान्दैनौँ, सङ्कष्टमा समस्यामा भएर गइराखेको समयमा नि त्यो बिचमा पनि यहुदाले जसरी आज परमप्रभुको योजना खोजेको छ, उपवास घोषणा गरेर प्रशंसा गर्यो, परमप्रभुले विजय दिनुभएको छ। आज त्यही कुरा आज यो बिचमा, हाम्रो बिचमा परमप्रभुले गर्दै हुनुहुन्छ। आमेन। परमप्रभुलाई प्रशंसा गर्न तयार हुनुहुन्छ मण्डली, परमेश्वरलाई आराधना गर्न तयार हुनुहुन्छ। Are you all ready to worship God? God is God all the time. हामी नाचेर उभिएर गाएर परमप्रभुको प्रशंसा गर्नेछौँ। आमेन।